Music. Once more! Once more! Once more! क्या सीन है, वाह क्या सीन है। साथीहरु फेरि पनि तपाईहरुमा एक अर्को झुके बक्स टाइपको स्ट्याटस भिडियोको एडिटिङ ट्युटोरियल ल्याएर आइसकेको छु। झुके बक्स टाइपको ल्यारिक स्ट्याटस भिडियोलाई चाहिँ तपाईहरुले अलरेडी प्रिभ्यूमा देखिन सक्नु भएको छ। यदि तपाईहरुले पनि यस्तो खाली झुके बक्स टाइपको स्ट्याटस भिडियो आफ्नो फोटो या अरु कसैको फोटोको साथ राखेर मोबाइलबाटै बनाउन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म राम्रोसँग ध्यान दिएर हेर्नु होला। अहिलेको यो स्ट्याटस भिडियोलाई पनि काइनमास्टर एपबाटै बनाउने छौं। काइनमास्टर एपबाट यस्तो खाली झुके बक्स टाइपको ल्यारिकल स्ट्याटस भिडियो कसरी बनाउने त्यो चाहिँ मैले तपाईहरुलाई काइनमास्टर एप रहेर बताउने छु। त्यो भन्दा पहिले भिडियोलाई लाइक गर्न छुटाउनु भएको छ भने भिडियोलाई लाइक गर्नु होला। त्यसैगरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला र यो भिडियोलाई बनाउँदाखेरि युज गरेका सबै फोटो भिडियोको लिंक मैले तपाईहरुलाई डिस्क्रिप्सनमा दिएको छु। तपाईहरुले डिस्क्रिप्सनबाट डाउनलोड गरी युज गर्न सक्नुहुनेछ। नमस्कार, म भास्कर अनमोल, स्मार्ट एडिटिङ नेपाल च्यानलमा तपाईहरुलाई स्वागत छ। ल त अहिलेको यो भिडियो एडिटिङ सुरु गरौँ। गाइज, यस्तो खाली झुके बक्स टाइपको स्ट्याटस भिडियो बनाउनको लागि तपाईहरुले आफ्नो काइनमास्टर एपलाई ओपन गर्नु होला। काइनमास्टर एपलाई ओपन गर्नासाथ यस्तो इन्टरफेस खोल्नेछ। भिडियो एडिट गर्नको लागि माथिको यो क्रेड न्यूमा ओके गर्नु होला अनि 16:9 को रेशियो चुज गरी तलको यो क्रेडमा ओके गर्नु होला। त्यसपछि ग्यालरी खोल्नेछ अनि इमेज एसेटमा क्लिक गर्नु होला। त्यसपछि ब्ल्याक कलरको ब्याकग्राउन्ड फोटोलाई एड गर्नु होला। फोटोलाई एड गरिसकेपछि यो फोटोको ड्युरेसनलाई 28 सेकेन्डको राख्नु होला। ओके ब्याकग्राउन्ड फोटोको टाइमलाइनलाई 28 सेकेन्डको राखिसकेपछि सुरुवाला पोजिसनमा हुनु होला। खाली ठाउँमा ट्याप गर्नु होला। त्यसपछि लेयरमा जानु होला। लेयरमा गइसकेपछि माथिको यो मिडियामा क्लिक गर्नु होला। मिडियामा क्लिक गर्नासाथ ग्यालरी खोल्नेछ अनि ग्यालरीबाट ल्यारिक भिडियोलाई एड गर्नु होला। ल्यारिक भिडियोलाई एड गरिसकेपछि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो ल्यारिक भिडियोलाई फुल स्क्रिनमा एडजस्ट गर्नुपर्ने हुन्छ। त्यसका लागि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गर्नासाथ यहाँनिर स्प्लिट स्क्रिन देख्न सक्नुहुन्छ। यो स्प्लिट स्क्रिनमा क्लिक गर्नु होला अनि माथिको यो फुल व्हाइट बक्समा क्लिक गरी यो ल्यारिक भिडियोलाई फुल स्क्रिनमा हुन गरी राख्नु होला। त्यसपछि माथिको यो एरो आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो ल्यारिक भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यसका लागि फेरि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गर्नासाथ यहाँनिर ब्लेन्डिङ रहेको छ, यो ब्लेन्डिङमा क्लिक गर्नु होला र यसको ब्लेन्डिङ मोडलाई स्क्रिनमा राखी भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नु होला। ब्लेन्डिङ मोडलाई स्क्रिनमा राख्नासाथ भिडियोबाट ब्याकग्राउन्ड रिमुभ हुनेछ अनि खाली ठाउँमा ट्याप गर्नु होला। फेरि माथिको यो मिडियामा क्लिक गर्नु होला। मिडियामा क्लिक गर्नासाथ ग्यालरी खोल्नेछ अनि ग्यालरीबाट जुन मोडेल फोटोको स्ट्याटस भिडियो बनाउन चाहनुहुन्छ त्यो मोडेल फोटोलाई एड गर्नु होला। मोडेल फोटोलाई एड गरिसकेपछि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो मोडेल फोटोको ब्याकग्राउन्डलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यसका लागि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गरिसकेपछि यहाँनिर तपाईहरुले म्याजिक रिमुभर देख्न सक्नुहुन्छ। यो म्याजिक रिमुभरमा क्लिक गरी फोटोको ब्याकग्राउन्डलाई रिमुभ गर्नु होला। फोटोको ब्याकग्राउन्डलाई रिमुभ गरिसकेपछि अब यो फोटोलाई जुम गर्नु होला। फोटोलाई जुम गरिसकेपछि अब यस प्रकार राम्रो तरिकाले साइडमा एडजस्ट गरेर राख्नु होला। ओके, फोटोलाई एडजस्ट गरिसकेपछि बायाँपट्टिको यो थ्री डटमा क्लिक गर्नु होला। थ्री डटमा क्लिक गरिसकेपछि यहाँनिरको यो सेन्ड टु ब्याकमा क्लिक गरी यो मोडेल फोटोलाई ल्यारिक भिडियो भन्दा पछाडिपट्टि राख्नु होला। त्यसपछि यो फोटोको ड्युरेसनलाई पनि माथिकै फोटो भिडियो बराबर राख्नु होला अनि सुरुवाला पोजिसनमा होला। खाली ठाउँमा ट्याप गर्नु होला। फेरि माथिको यो मिडियामा क्लिक गर्नु होला। मिडियामा क्लिक गर्नासाथ ग्यालरी खोल्नेछ अनि ग्यालरीबाट पार्टिकल भिडियोलाई एड गर्नु होला। पार्टिकल भिडियोलाई एड गरिसकेपछि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यस प्रकार यो टेम्प्लेट भिडियोलाई घुमाउनु होला। घुमाइसकेपछि तलको एउटा कुनामा फिट हुने गरी राख्नु होला अनि माथितिर जुम गरी यो टेम्प्लेटलाई फुल स्क्रिनमा हुने गरी राख्नु होला। टेम्प्लेट भिडियोलाई फुल स्क्रिनमा एडजस्ट गरिसकेपछि अब यो भिडियोको साउन्डलाई बन्द गर्नुपर्ने हुन्छ। त्यसका लागि यो मिक्सरमा क्लिक गर्नु होला अनि माथिको यो भोल्युम आइकनमा क्लिक गरी यो भिडियोको साउन्डलाई बन्द गर्नु होला। भिडियोको साउन्डलाई बन्द गरिसकेपछि माथिको यो एरो आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो पार्टिकल भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यसका लागि फेरि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गरिसकेपछि यहाँनिर ब्लेन्डिङ देख्न सक्नुहुन्छ। यो ब्लेन्डिङमा क्लिक गर्नु होला र यसको ब्लेन्डिङ मोडलाई स्क्रिनमा राखी भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नु होला। ब्लेन्डिङ मोडलाई स्क्रिनमा राख्नासाथ भिडियोबाट ब्याकग्राउन्ड रिमुभ हुनेछ अनि खाली ठाउँमा ट्याप गर्नु होला। फेरि माथिको यो मिडियामा क्लिक गर्नु होला। मिडियामा क्लिक गर्नासाथ फेरि ग्यालरी खोल्नेछ अनि ग्यालरीबाट बोर्डर पीएनजी फोटोलाई एड गर्नु होला। बोर्डर पीएनजी फोटोलाई एड गरिसकेपछि फेरि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो बोर्डर पीएनजी फोटोलाई पनि फुल स्क्रिनमा एडजस्ट गर्नुपर्ने हुन्छ।
त्यसका लागि यो दायाँपट्टिको स्प्लिट स्क्रिनमा क्लिक गर्नु होला अनि माथिको यो फुल व्हाइट बक्समा क्लिक गरी यो बोर्डर पीएनजी फोटोलाई पनि फुल स्क्रिनमा अन गरी राख्नु होला। त्यसपछि यो फोटोको टाइमलाइनलाई पनि माथिकै फोटो भिडियो बराबर राख्नु होला। अगेन सुरुवाला पोजिसनमा होला, खाली ठाउँमा ट्याप गर्नु होला। फाइनली यति गर्न साथ यो झुके बक्स टाइपको ल्यारिक स्टाटस भिडियो रेडी भइसकेको छ, जस्तो कि मैले तपाईहरुलाई यहाँनिर प्ले गरेर देखाउन गइरहेको छु। त्यसपछि यो झुके बक्स टाइपको ल्यारिकल स्टाटस भिडियोलाई सेभ गर्नुपर्ने हुन्छ। भिडियोलाई सेभ गर्नको लागि माथिको यो एरो आइकनमा क्लिक गर्नु होला अनि HD 720 p चुज गरी 30 रेट फ्रेममा राखेर तलको यो सेभ एज भिडियोमा क्लिक गर्नुभयो भने यो झुके बक्स टाइपको ल्यारिकल स्टाटस भिडियो सेभ हुनेछ। गाइज यो भिडियोलाई पुरा हेरिसकेपछि तपाईहरुले पनि यस्तो खाली झुके बक्स टाइपको ल्यारिकल स्टाटस भिडियो सजिलैसँग काइनमास्टर एपका थ्रु बनाउन सक्नुहुनेछ। अहिलेको यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो एडिटिङ सम्बन्धी कुनै कमी कमजोरी भए कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया दिनु होला। हस्त अहिलेको भिडियोमा यति नै। फेरि पनि तपाई हाम्रो भेटेको अर्को नयाँ भिडियोमा हुने नै छ। तबसम्मका लागि बाइ बाइ, टेक केयर।